हेलो एभ्रिवान, नमस्ते जोडले हजुर सबैजनालाई। होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ मेकअप गर्दै बिहान मेकअप गर्दै भ्लग बनाइरहेको छु। के को मेकअप भन्ने हो, मलाई खासै मेकअप गर्न नि आउँदैन, जस्ट मेरो सिम्पल मेकअप हुन्छ। आजको मेरो के को भ्लग हो भन्दाखेरि चाहिँ आज मेरो छोरोको रिजल्ट हो, त्यही भएर मैले चाहिँ भ्लग बनाएको। सो एकदम डर पनि लागिरहेको छ के हुन्छ भनेर। छोरो अन्तिमसम्म हेर्नु होला मेरो भ्लग, हजुरलाई के कस्तो लाग्छ है त साथीहरू। ल जाम मिठो छ त, कति राम्रो देखिरहेछ। आफूले आफूलाई पो राम्रो देखिन्छ छैन भन्दै मेरो त कस्तो कपाल झर्छ क्या। झन् काहीँले कोले भन्छ न्याट्टी कपाल झर्छ। म त्यही बोलाउनु 22 लाख तिरेको खर्च गराउँछ खुल्ली अब चाहिँ म रेडी भएँ साथीहरू। अब चाहिँ जान्छु, ढिलो भइसक्यो। 10 बजेर 10:30 हुन लागिसक्यो। सेन्सेन लाउँदैन मैले। मेरो मोबाइल अर्दैन के मोबाइल राख्ने यहाँ ल। अब चाहिँ जान्छु, एकदम लेट भएको त मेरै छोरा यहाँ बसेर हालेछ हो। मम्मी पछाडि कपाल त छैन, मम्मी कपाल मिलेन, सेतो सेतो भयो क्या हो साथीहरू। एकदम ढिलो भयो। अब म चाहिँ जान्छु ल। डर पनि लागिरहेछ तर केही छैन। म एकैचोटि स्कुल पुगेर भ्लग गराउन नि सक्छु या त जाँदा गराउन नि सक्छु, त्यो मलाई थाहा भएन अहिलेको लागि चाहिँ। छिटाउ के ढिलो भइसक्यो। सुसी कहिले हेलो भन न। आज के हो छोरा? आज मेरो बाबुको रिजल्ट। डर लाग्छ कि नै? लाग्छ छैन? लाग्छ डर लाग्छ नि त अन्त। ल जाम अब हामी चाहिँ गएको है साथीहरू। ए जाम हो केटाकेटीहरू, छिटो जाम। मेरो चप्पल हेर्न पुसेकै छैन रहेछ। छिछि धुलै हुने हो कि नाटक खानु नि माथि सेतो तल पनि सेतो। जोरा कति मैला चाहिँ देखिएन कि रे, बोकेर हिँडेर मात्रै छ मैला देखाएर डोको हो त सङ्गीले। अनि भुली जाने हो। तिमीहरू लडेको गर्छ, चलेको गर्छ अनि जान्छ नि नजाने भनेर नानीलाई हामी गएर आएँ बाबा। कस्तो देखेको हो भनेको कि म किन यस्तो साह्रो मोटा राम्रै देखेछ है साथीहरू। मेरो कान्छी बहिनी राम्रो छुट्टै भएछ। मैला नहुने रिसी के भन्छ कि यतापट्टिबाट कस्तो देखिए उल्टो बोके अनि यता हो नि त सुल्टो। अनि दुइटै जहाँबाट बोकिनुहुन्छ कि। ल गएँ। मेरो चप्पल त अलिक मैला रहेछ कि। खै सुसिमको मार्क्स लगाएर जानु मार्क्स कहाँ आउँछ त्यो म्याचिङमा होइन हो त माथितिर जाने हो र। त्यो बसले रोक्छ होला त। हाम्रो मम्मीले कस्तो राम्रोसँग राख्नु। यहाँ नदेखाउँदै मलाई झर्छ। मेरो मम्मीको गार्डन हो कि यिनीहरू सबै। खै अब बस कुरेर बस्नुपर्छ। जाने त जाने है।
मोटाएर पनि भयो अच्चकान नै भयो कि गाइजहरु ओइ हेर कस्तो डरलाग्दो गाइजहरु म किन मोटा गइसक्यो पान्त्रिका लाइन त गाडी कुरिरहेको छ नानीहरू छ पेट दुख्यो ओइ के भएको डटी हुन्छ त अब अहिले तिमी त्यता नजाऊ खै सुसी यता हेर त डर लाग्छ कि नै लाग्छ होला नि है डर लाग्छ जाऊ 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 भित्र जाऊ न केही नि हुँदैन के गो एकछिनमा भइहाल्छ त जाऊ न आउटमा आयो भनेर लजाएको छ जाऊ जाऊ केही नि हुन साथी साथी मिलेर सुसिम गुड मर्निङ म्याम भन गुड मर्निङ म्याम भन्नुपर्छ कि गो फास्ट हजुर भर्खर आएको के भन्छ थाहै छैन सुसिम जाऊ 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 के भयो होला म त डर पो लाग्छ ले पास हुन्छ कि सेकेन्ड थर्ड पास मात्रै भयो पनि खुसी जाऊ न सानी के भएको कि त्यो फेरि जानुपर्छ र मम्मीहरू नि ल भिडियो गरेर म सुसिमलाई लिएर जान्छु सुसिम डराइरहेको छ साथीहरू के गर्नु र हेलो हेलो के भयो खुट्टा अलि यता आउनु दुखेछ हो भर्खर आइपुगेको के ल भिडियोको म भित्र जान्छु है भइरहेको छ जाऊ त जाऊ ल तिमी जाऊ जा सबैले टाउको टाउको दिन सक्नुहुन्छ तर भइसक्यो गर्नु होला डराइरहेको हेलो नमस्ते सानसानो बस्नुको प्रब्लम हुँदैन कि कति महँगो पास गराइहाल्छ म्यामसँग बसेर त म फोटो खिच्छु है
र साथीहरू रिजल्ट पनि आयो। कतिमा आयो भनेर म चाहिँ भन्दैन। सो अहिले चाहिँ हिँडिरहेको छु। जस खुसी लाग्यो। मैले भनिरहेको थिएँ नि त कस्तो आउँछ के आउँछ भनेर। आम्मामा बल्ल खुसी भयो हो पास त भयो पनि। खै सुसी मेदा हेर त सुसिम खुसी बल्ल खुसी लाग्यो उसलाई। चाहिँ हामी जाँदैछौँ बाबुको स्कुलबाट पनि हिँड्यौँ। अब हामी चाहिँ कता गएको अब पार्टी दिन जानु लगाएको है। अब हामीलाई चक्लेट पास त भयो छोडेर आउँछ फर्स्ट सेकेन्ड थर्ड नभए पनि पास त भयो क्या। फेल भएको हामी चाहिँ अहिले यता आउँदैछौँ ब्याङ्कतिर। फेरि ओ यता भिडियो बनाउनु दिन्छ दिन हौ। सबै काटेर रहेछ के रुखहरू पनि यहाँ। फेरि त्यही भएर रातभरि हाँसेर बसिरहेको थियो कि किन हाँसेछ भन्छु म त। मम्मी फेरि ओ कान्छी मम्मी फेरि छेरपाटे गयो भनेर छेरपाटे गयो सरी है साथीहरू मैले चाहिँ छेरपाटे गयो भन्ने जाऊँ न। आइपुग्यौँ यहाँनिर। मेरो चाहिँ होइन बहिनीको काम थियो त्यही भएर हो। हामी चाहिँ अहिले काम भएर निस्क्यौँ साथीहरू। हिँड्न गाह्रो भयो यस्तो यस्तो भयो बिचरा। के भयो बाबुको रिजल्टको चाहिँ यही छ। अरूलाई गाह्रो पऱ्यो आफू हाँसिरहेको अब हाँस्दिनँ म। ट्युसन हाल्ने त भन्यो त ट्युसन नहाल्ने अब आफू पढाउनु पर्यो के ट्युसन हाल्ने है। बच्चा पनि स्कुल हुन त अब मेरो के काम छैन भनेर म के भात खान जाने कि भात यता दमरी पठाउँछ म भात खान जाने। म त अझै लास्ट नम्बर आएको बेजेकै हुन्थ्यो है। जाला जा कसको गाउँ 40मा आएको कि 4040मा नाना लास्ट आयो आफ्नो मम्मीले उसले त्यो मोटी थियो उसकै हो कि 40मा आएको कि 40मा कि 41मा आएको हो। त्यही भएर उसलाई पनि त्यही भनिरहेको थिएँ। त्यस्तोमा आए त सुसिम म त सुसिमको दाँतै झारिदिन्थेँ त्यतिमा आएको भए दाँत झारिदिन्थेँ। अब कुन बाटो जाने काले त आऊ के अरे कस्तो हतार स्कुटर सिकाउन मलाई लिची गाडीमा लिची गाडी कहाँ लिची गाडी यस्तो हाई रोडमा होइन कि लिची गाडीमा मलाई त लाइसेन्स चलाउन जान्दिनँ। बाबु आऊ के भएको के रातो अलिअलि सेम चैतेबाट जस्तै बाबा तिमीले त्यस्तै चैते त भनेन कि गाडी सेम देख्यो। अब एउटा दुइटा काम छ साथीहरू त्यहाँबाट भ्यायो घर जाने भात खाने भात पनि नखाइकन आएको हामी चाहिँ। त्यसलाई त आउँछ अन्य त झन् अलि चप्पल दिइहाल्थ्यो कि कि त मलाई यसरी सिकाइदेऊ न सरदारजी गतत्तै गयो भने के गर्नु त सिकाएर कम त गाह्रो हुन्छ। केटा मान्छे चाहिन्छ स्कुटी चलाउन सिकाउन त। यसलाई त आउँछ कि तिमीहरू जान भएर मलाई सिकाने थोत्रै स्कुटी तँलाई मेरो नयाँ स्कुटी ल्याएर पाचपुच पायो भने त मलाई त के भन्यो लड्छ। म त 3 चोटि लडेँ होइन स्कुटी सिक्दाखेरि 3 चोटि लडेपछि बल्ल मेरो यस्तोमा यहाँ नि घाउ थियो तर मेरो चाहिँ सन्चो भइसक्यो घाउ शनिबार आइज भन्छन् यो शनिबारतिर त्यो अर्को अरू शनिबार
मैले त्यस्तो भनेको कि शनिबार भनेर न त्यस्तो के काम गाइस मेरो एकदम पेट दुखिरहेको मलाई त हिँड्ने एनर्जी पनि आउँदैन कति सानोले बोलेको हामी चाहिँ अहिले हस्पिटल आउँदैछौँ किन भन्दा बहिनीको खुट्टा दुखिरहेको छ त्यही भएर जसन आएको साथीहरू दमौली हस्पिटल जाचाउन हजुर भोक लागेर बिचरा मेरो बाबुलाई चाहिँ भोक लागिसक्यो हामी चाहिँ भातै नखाएर बिहान खाजा खाएर आएको कि त्यही भएर भोक लागिसक्यो 11 बजिसक्यो होला अनि अहिले खाजा खुलाउँछ 11 त बजिसक्यो के गर्नु र अलि राम्रो 11 बजे ल अब आइसक्यो हस्पिटलमा 11 बजे ल अहिले 11 बजे ल खै कति मिनट भयो मलाई थाहा छैन के ओइ एकजना मसँग आऊ एकजना सुसिमलाई ल्याऊ न छिटो होइन एकजना फेरि मसँग बस्न अलिक ठुलो मान्छे यस्तो भिडियो गर्दै हिँडिरहेको छ नि समझ रहे हो मान्छेहरूलाई भिडियो गरी हिँड्दा त बस्दैन ए के भन्छ ले मोमोलाई मोमो छ आन्टी यो चाहिँ खाने मोमोलाई यो मोमोसँग नि यो खान्छ र जाम हामी चाहिँ अहिले लास्टै भोग लाएर खाजा खान लागेको छ चलो हिँड न हो हिँड यहाँ बस हाल कि थोरै जा फेरि चटपट खान मन लागेर हामी चाहिँ चटपट पसलतिर लाग्यौँ चटपट पसलको नाम छ ब्रदर्स चटपट एन्ड पानीपुरी पसल अनि यो पसल रहेको छ दमौलीको अनसन चौतारीको ठिक आडैमा अडोसी पडोसी भनौँ यहाँको चटपट चाहिँ यस्तो मिठो रहेछ नि म त फर्स्ट टाइम गएर खाएको एकदम मिठो बनाउँदो रहेछ दाइले अनि मेरो बहिनीहरू चाहिँ पहिल्यै आएर खाएको रहेछ फेरि यहाँ जाम दिदी भनेर अनि यहाँ गएको खानालाई एकदम मिठो प्लस अनि यहाँ चाहिँ रोटी पनि बनाउँदो रहेछ आलु परोठो पनि मिठो चटपट पनि मिठो आम्मामा कुरै छोडिदिउँ सो हजुरहरू पनि दमौली यहीँ नजिकै हुनुहुन्छ भने जानुहोला यहाँ खानालाई चटपट खानालाई एकदम मिठो छ बहिनीहरू पनि खाइरहेको छ अनि बहिनीहरूले चाहिँ एकदम मिठो छ भनिरहेको छ मिठो मिठो भन्दै सो मलाई नि एकदम मिठो लाग्यो यहाँको चटपट फर्स्ट टाइम खाना गएको एकदम मिठो लाग्यो अन्त हामी चाहिँ खाएर भ्याएर निस्क्यौँ अनि फेरि दाइले चाहिँ फेरि आउँदै गर्नुहोला बहिनीहरू भनिरहेको छ अन्त हस् त भनेर हामी चाहिँ लाग्यौँ अब म मेरो छोरो अनि मेरो बहिनी चाहिँ घरतर्फ लाग्यौँ हामी चाहिँ गाडीमा बसिरहेको छौँ गाडी पनि हिँडिसक्यो हो म्याजिकमा बसेको थियौँ नि त हामीलाई चाहिँ यो दमौलीबाट चापाघाट चाहिँ खासै बसले लाँदैन यस्तो हेप्छ नि यो बसको मान्छेहरूले म त भनिदिएँ रिस उठ्ने त्यही भएर हामीलाई चाहिँ माया गर्ने भनेको म्याजिकै हो क्या त्यही भएर दमौली टु चापाघाटको मान्छेहरू चाहिँ धेरै जसो बसमा होइन म्याजिकमै जान्छ यो बसको मान्छेहरू यति फडा छ नि यस्तो हेप्ने के चापाघाट भनेपछि त चढाउँदै नचढाउने रहेछ हो बसमा त यस्तो पनि हुन्छ कस्तो खालको मान्छेहरू हो भाइ त्यही भएर हामी पनि म्याजिकमै बसेर म्याजिकमै गइदिएको अनि यहाँ दमौलीको बाटो चाहिँ बनाइरहेको छ नि त यस्तो छ बाटोहरू यस्तो भइरहेको छ अब कहिले बन्यो थाहा छैन बाटो चाहिँ खत्तम छ है खत्तम भने त्यस्तो बिदिन नराम्रो नि छैन राम्रो छ सो म चाहिँ अब यति भन्दै मेरो भिडियो चाहिँ अब यतिकैमा मैले इन गर्छु होला साथीहरू होला होइन इन गर्छु मेरो भिडियो के कस्तो लाग्यो म फेरि भर्खर नयाँ हो नि त अनि त्यही भएर यस्तो भ्लग गरिन पनि लाज लाग्छ कि बाहिर धेरै जसो आज चाहिँ एकदम हिम्मत यस्तो के ल तैँले गर्न सक्छ तैँले यस्तो भ्लग बनाउन सक्छ युट्युबर भएपछि भएर यस्तो आफैलाई यस्तो हिम्मत दिएर आज चाहिँ मैले भ्लग बनाएको हो र भ्लग बनाए पनि अनि यस्तो हुन्छ नि त अब बाबुहरूको रिजल्ट हेर्न गएको हो नि त खास म त अनि जाँदा पछि मेमोरी पनि हुन्छ भनेर मैले चाहिँ भ्लग बनाएको हो वास्तवमा अनि हो नि त अब पछि होइन हामी बुढेसकालमा पनि हामीले हेर्न पाउँछ मेरो छोराहरू ठुलो भएर उनीहरूले पनि हेर्छ छोराको बच्चाहरूले पनि हेर्छ बच्चाको बच्चाले यसरी हेर्दै जान्छ नि त ओहो पहिला मेरो मम्मी युट्युबर थियो ओहो यस्तो भ्लग बनाएर हिँड्ने पहिला यस्तो थियो है यो ठाउँ ओहो अहिले यस्तो भयो भन्ने हुन्छ नि त सो त्यही भएर मैले चाहिँ भ्लग पनि बनाएको हो केही छैन अब त यस्तो आर्ट लिएर भ्लग बनाएर हिँड्न मन लागेको छ क्या मलाई पनि
अब युट्युबर भएपछि त बनाउनु परेन त कति डराएर बस्नु होइन साथीहरू त्यही भएर म चाहिँ अहिले यति भन्दै म चाहिँ इन गर्न चाहन्छु अब घर पनि आइपुग्न लाग्यो सो साथीहरू थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएकोमा माया गरिदिनु भएकोमा मलाई अब म चाहिँ इन गरेँ त साथीहरू बाई बाई